वेलकम टु माई ब्लग। आज चाहिँ हामी लोसारको पार्टीमा जाँदैछौँ। लोसार चाहिँ अस्ति नै थियो, आज चाहिँ पार्टी हो। लोसारको पार्टी चाहिँ बगरमा छ। हैन बगरमा, लामाचौर हो। ल आउटफिट देखाइदेऊ त दुईजनाले। ल ओ थ्याप्पी जिन्जीहरु अमिरालाई ड्रेस लगाएको कति राम्रो देख्थ्यो होला नि। यो चाहिँ मेरो ममको आउटफिट हो। गाइस हाम्रो चाहिँ ट्याक्सी आइसक्यो। म चाहिँ भित्र नि चढिसकेँ। मेरो बुढा चाहिँ चढ्नु भइसक्यो। मेरो आउँटी मेरो नयाँ आउँटी मेरो चाहिँ हराएको थियो, नयाँ किनेको मैले। मम्मी सोले मिलेन के हजुर बाबासँग बस्ने त्यहीँ बस न। बाबालाई चाहिन्छ। अमिरा छोरी आइज। हिरोनी किस्टु हिरोनी बिस्तारै आइज। फेरि त्यहाँ हिल उस होला। ल खोल्न यहाँ मेरो काखमा। ए हेलो टाइगर। पार्टी खाने ठाउँमा होइन दाइ ऊ यता उहाँ त्यो छानेदाहरू छ है। खै गोलुहरू के हो? यस्तो मान्छेले पनि भ्लग बनाउँछ र के भन्छ? गाइस हामी चाहिँ कस्तो लाग्यो? मजा ला कृष्णलाई? ला त यसको भ्लग बनाइदिएको छु। र गाइस यहाँ चाहिँ गोलु उस गरेर गएको छ माछा हेर्दै। तपाईँहरूलाई देखाउँछौँ गाइस। माछा कहाँ गयो गोलु? दुईटा भेटाएँ मैले। खै गाइस माछा चाहिँ हराएको। उहाँ कति धेरै आउनुहोस् गाइस। म अब तपाईँलाई यहाँ राम्रोसँग देखेन कि हिलो कलरको भएर कि छैन त। दुईटा छ के अरे गाइस, देखे छैन हिलो कलरले गर्दा। अनि गाइस देख्नुभयो गाइस? पाँचवटा बनाउँदै छवटा ऊ बोलाए। हेर्नुहोस् गाइस, अब चाहिँ हामी यहाँबाट गएर यहाँ चाहिँ हाम्रो बाजेहरू बस्नु भएर अनि हामीले चाहिँ गइरहौँ। हाई एडिट। हाई गुड। ओइ 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 जाने अब कान्छेलाई पुरेको। हेलो कति राम्रो देखेछौ एन्जल। रमाएर रमा केही छैन।
सोनीहरू हामी फर्स्ट लटमा आए अब तिनीहरूलाई लिन गयो के गले पहिला ऊ भित्र गरे के छ रे भित्र ल हिँड ल हिँड हजुर यस आइसक्रिम ल्याऊ है म त दुब्लाएर चाहिँ एकदम म त यो त यस्तो गरेको नि त खाँदै हो गाइस भन न हो हेलो नयाँ मान्छे ब्लगमा आउनुहोस् त नयाँ मान्छे फर्स्ट टाइम अबि हजुर के भनेको र ए बत्ती असो देखिन्छ म माथि हेर्नुको ओ माई गड दाले त बियर ढल्काइदिनु लाग्यो बस्ने अप्ठ्यारो भएको कान्छ दाइ हजुर ओ माई गड दिदीले खान्छ अरे आउनुहोस् त एउटा कुरा भन्छु म दिदो रहेछ छोरी फेरि खाने हो जाउ लिएर much later तातन रुमाल छलपारी लुकी हेर्नेले भेट्न आउँदा दर्शन देउन छड्के हेर्नेले तातन रुमाल छलपारी लुकी हेर्नेले भेट्न आउँदा दर्शन देउन छड्के हेर्नेले कैसा लगा मेरा मजाक के गर्छ नि आजमी बाबु व्हाट आर यू ड्रिंकिङ आमा मामुले देख्यो भने मारिङ हेलो गोलु भन न अहिले चाहिँ हामी खाजा साजा खाएर घाम ताप्दै हो गाइस भन्नुस् न अहिले चाहिँ हामी खाजा खाँदै घाम ताप्दै हो खाजा खाएर खाजा नि अहिले खाएन हामी खाजा खाएर फेरि खान लाग्यो आज अहिले चाहिँ हामी खाजा खाँदै घाम ताप्दै खाजा खाएर फेरि खाजा खाँदै घाम ताप्दै टिकटक बनाउँदै बस्छौँ डेन्जी रमाइलो भन्छ
थ्याङ्कुच भन्नु न। कृष्णा दिदी र एन्जल दिदी चाहिँ बङ्गुरको मासु लिन जानुभछ। एडिट गुरुङ हेर त एडिट पुनलाई पक्का मम्मीलाई भनिदिन्छु एउटा स्प्राइट एउटा फेन्टा एउटा कोक छ। एडिट बिस्तारै आऊ।
जा छोड़ जा
के भएको गुलियो भएको भात खान्न भन्ने मान्छे नाजमी अबि खाना एकदमै मिठो छ अब चाहिँ हामी यो खाना खाएर रसगुल्ला खाने हो गाइस हामी चाहिँ भात खाएर डेजर्ट खाने हो हामीले चाहिँ रसगुल्ला खाइसक्यौं मेरो चाइट गाइस अब हामी चाहिँ जान्छौं हामी चाहिँ स्केट पार्क खेल्दैनौं किनभने हाम्रो एक्जाम छ भोलि त्यही भएर हामी एक्जाम सिधै खेल्छौं डेन्जर खायो पार्टी रमाइलो भयो हामी घर जान्छौं अनि तपाईलाई देखाउँछौं के देखाउने अब हामी गयौं है बाइ बाइ तपाईलाई यो भिडियो मन पर्यो भने लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला बाइ बाइ